हाई गाइज आज मैले फेरि लिएर आएको छु एउटा नयाँ भिडियो स्पेसली फर गर्ल्स है गर्ल्सको लागि नै बनाएको मैले आई नेम दिस इमेल पाउच भनेर चाहिँ मैले यसको नाम दिएको छु। अब यसमा चाहिँ हामीले चाहिँ ब्याकको साइडमा चाहिँ यो झुन्डाउनु मिल्छ। यसलाई चाहिँ अब यो हजुरले एयरपोर्ट राख्न मिल्ने खाले पाउच यसरी एयरपोर्ट राखेर लक गरेर चाहिँ यसरी ब्यागको चाहिँ साइडमा हजुरहरूले चाहिँ यो झुन्डाएर राख्न पनि मिल्छ। एयरपोर्ट बोक्नलाई गाह्रो भइरहेको छ भने दिस इज अ क्यूट लिटल इमेल पाउच है। सेम डिजाइनमा अलिकति ठुलो साइजमा अर्को पनि मैले बनाएको छु। त्यसमा चाहिँ त्यो चाहिँ अलि ठुलो छ। यसमा चाहिँ हजुरहरूले क्यास थोरै क्यास त्यसपछि हजुरले लाउने लिप लाइनर अलिकति सानो खाले लिप लाइनर अनि त्यसपछि यो हजुरले यसमा एयरपोर्ट पनि राखेर यसरी झुन्डाएर ब्याकको साइडमा झुन्डाएर राख्नुभयो भने साह्रै क्युट देखिन्छ। सो यसको बनाउने प्रोसेस पनि मैले चाहिँ यो भिडियोमा आज बनाएको छु। यो फुल भिडियो चाहिँ हामीले अब भिडियोमा चाहिँ देख्नेछौँ कि यो कसरी हामीले चाहिँ बनाउनेछौँ भनेर। सो लेट्स स्टार्ट द भिडियो। सुरुमा चाहिँ हामीले चाहिँ यहाँनिर एउटा म्याजिक रिङ बनाउँछौँ। म्याजिक रिङमा चाहिँ अनि म्याजिक रिङ बनाएर चाहिँ यसरी हामीले चाहिँ टोटल 3वटा चेन लिनेछौँ। 3वटा चेन लिइसकेपछि फेरि एउटा लुप लिएर डबल क्रुस गर्नेछौँ। 2टा डबल क्रुस भइसकेको छ। एउटा 3टा चेन र एउटा डबल क्रुस गरेर 2टा चेन डबल क्रुस भइसकेपछि बिचमा हामीले फेरि 2टा चेन लिनेछौँ र हामीले फेरि 3वटा चाहिँ डबल क्रुस गर्नेछौँ। 1 2 अनि 3वटा डबल क्रुस गरिसकेपछि बिचमा फेरि हामी 2टा चेन लिनेछौँ। यति 2टा चेन लिइसकेपछि फेरि हामी 3वटा डबल क्रुस गर्नेछौँ। टोटल 4वटा चाहिँ हामीले यसरी उयो बनाउनेछौँ, पात टाइपको बनाउनेछौँ। यो 3टा भयो। फेरि डबल क्रुस गर्नेछौँ, फेरि 2टा चेन गर्नेछौँ र 3वटा चाहिँ हामीले डबल क्रुस गर्नेछौँ। 2 3 अनि फेरि 2टा चेन लिनेछौँ। अगाडि सुरुमा हामीले 2टा डबल क्रुस भएको थियो। अब लास्टमा हामीले एउटा डबल क्रुस गर्नेछौँ र यो रोलाई चाहिँ हामीले फिनिश गर्नेछौँ। र हामीले चाहिँ मैले चाहिँ यहाँनिर 2टा कलर बनाउन लागेको हुनाले गर्दाखेरि यो स्टेपमा आएर चाहिँ हजुरले त्यो टेल तानेर बिचको भागलाई चाहिँ टाइट गरेर चाहिँ अनि यो स्टेपमा चाहिँ मैले चाहिँ धागो एक्सचेन्ज गरेको छु। सेम धागोमा चाहिँ बनाउँदाखेरि चाहिँ यसमा चाहिँ एक्सचेन्ज गरिराख्नु पर्दैन। सेम ठाउँमा यही प्रोसेस दोहोऱ्याउँदा हुन्छ। धागो एक्सचेन्ज गरिसकेपछि फेरि हामी 3टा चेन लिनेछौँ। 3टा चेन लिइसकेपछि तल हामीसँग 2टा डबल क्रुस गरेको थियौँ। एउटामा हामीले चेन लिइसकेका छौँ र एउटाको डबल क्रुसमाथि फेरि हामी अर्को डबल क्रुस गर्नेछौँ। यति गरिसकेपछि अब यो बिचको जुन खाली भाग छ त्यसमा हामी फेरि 2टा डबल क्रुस गर्नेछौँ। खाली भागमा 2टा डबल क्रुस गर्नेछौँ। 1 2 अनि फेरि 2टा चेन लिनेछौँ। 1 2 फेरि 2टा डबल क्रुस सेम खाली भागमै गर्नेछौँ हामी सेम ठाउँमा। टोटल खाली भागमा चाहिँ 4वटा डबल क्रुस गर्नेछौँ बिचमा 2टा चेनको ग्याप लिएर। यति गरिसकेपछि अनि फेरि हामीसँग तल अघि हामीले 3वटा डबल क्रुस गरेको थियौँ। यो 3वटा डबल क्रुसमा चाहिँ हामी माथिबाट फेरि 3वटा डबल क्रुस नै गर्नेछौँ। प्रत्येक 3टा डबल क्रुसको माथि 3वटा डबल क्रुस र बिचको खाली भागमा
चारवटा डबल क्रोस बिचमा दुईटा चेनको ग्याप लिएर यो प्रोसेसलाई चाहिँ हामीले सेम यही प्रोसेस गरेर चाहिँ हामीले यो रोलाई चाहिँ सकाउने छौं। हाम्रो सेकेन्ड रो चाहिँ सकिसकेको छ। अब हामी थर्ड रो सुरु गर्ने छौं जसमा हामी लिने छौं सुरुमा 3 वटा चेन अनि त्यसपछि हामीसँग छ सुरुमा 1 2 3 वटा डबल क्रोस अथवा 3 वटा डबल क्रोसको माथि हामी सिधा 3 वटा डबल क्रोस नै गर्ने छौं अनि फेरि हामी ग्यापमा सेम सेकेन्ड रोकै प्रोसेस दोहोर्याउने छौं। 2 वटा डबल क्रोस अनि त्यसपछि दुईटा चेनको बिचमा दुईटा चेनको ग्याप अनि फेरि सेम प्लेसमै 2 वटा डबल क्रोस गरेर चाहिँ हामीले यो रोलाई पनि यही प्रोसेस दोहोर्याएर चाहिँ हामीले यो रोलाई पनि सकाउने छौं। त्यही अनुसारले चाहिँ हामीले चाहिँ रोलाई बढाउँदै जाने छौं सेम प्रोसेसमा डबल क्रोसको माथि डबल क्रोस अनि खाली ग्यापमा चाहिँ 2 वटा डबल क्रोस बिचमा दुईटा चेनको ग्याप अनि 2 वटा डबल क्रोस गरेर चाहिँ हामीले बढाउने छौं। टोटल 1 2 3 4 5 वटा स्टेपसम्म चाहिँ मैले बढाएर अनि फेरि मैले चाहिँ कलर चेन्ज गरेको छु। सेम हजुरले सेम प्रोसेसमा सेम कलरमा बनाउनुहुन्छ भने चाहिँ कलर चेन्ज गर्नु पर्दैन। कतिको ठुलो चाहनुहुन्छ हजुरले सुरुमा देख्नु भएको थियो मैले ब्ल्याक कलरको बनाएको थिएँ त्यो अलि सानो पाउच छ अनि यो जुन साइज छ यो चाहिँ अलि ठुलो पाउच छ। साइज अनुसारले हजुरले चाहिँ रो बढाउँदै जानु होला। टोटल चाहिँ मैले यहाँनिर 7 वटा रो चाहिँ बनाएको छु। यहाँ हजुरले देख्न सक्नुहुन्छ मैले चाहिँ कम्प्लिट गरिसकेको छु 1 2 3 4 5 6 7 टोटल चाहिँ हामीले 7 वटा रो चाहिँ बनाइसकेको छु। हजुरले 6 वटा रो बनाउँदा पनि हुन्छ। मैले चाहिँ ब्ल्याकमा चाहिँ 6 वटा रो चाहिँ बनाएको छु। त्यसमा चाहिँ अलि सानो ठ्याक्कै एयरपोर्ट मात्र अड्ने भएको भएर मैले यो अलिकति ठुलो साइजमा बनाउने भएको भएर एउटा रो मैले एड गरेको हो। अब चाहिँ हामी यसलाई सिलाउनतर्फ जानेछौँ। यसलाई सिलाउनको लागि चाहिँ मैले यहाँनिर लास्टमा लक गरेको धागोलाई चाहिँ अलि लामो पारेर लिएको छु। हामीले चाहिँ यसरी इमेल टाइपको बनाउन लागेको भएर हामीले यसरी जोड्नेछौँ। अब यसमा चाहिँ मैले धागोमा चाहिँ सियो राखेर अनि त्यसपछि हामी चाहिँ अब यसलाई जोड्नेछौँ। सियो पनि राखिसकेपछि चाहिँ यसलाई चाहिँ उल्टो र सुल्टो बनाएर सिलाउनु पर्ने हुन्छ। सुल्टोपट्टिको भागबाट चाहिँ हामीले यसरी पट्याएर चाहिँ सिलाउनेछौँ। साइडबाट इमेल टाइपको डिजाइन बनाएर साइडबाट चाहिँ दुईटा सेम नजिकको त्यो बिचको चाहिँ कर्नर बनाएर चाहिँ हामीले जोड्नेछौँ। यहाँ कर्नरमा आइसकेपछि चाहिँ हामीले 3 वटा कर्नरको यो जुन खाली भाग छ त्यहाँनिरको चाहिँ प्रत्येक 3 वटै कुनाको चाहिँ एक एकवटा धागो लिएर चाहिँ हामीले यसरी
यसलाई चाहिँ जोइन गर्नेछौँ। यसरी जोइन गरिसकेपछि चाहिँ हामीले अनि त्यसपछि बाँकी यतापट्टिको भागलाई फेरि सेम तरिकाले नै हामीले सिलाउने छौँ। यतापट्टिको यो भागलाई चाहिँ हामीले फेरि सेम तरिकाले नै सिलाउने छौँ। यति गरिसकेपछि फेरि यो धागोलाई लक गर्दै लिएर यहाँनिर हामी ठ्याक्कैको बिचको सेन्टरमा पुग्नेछौँ। यसरी नै त्यो धागोलाई चाहिँ नकाटिकन धागोलाई लक गरेर त्यहाँनिर बिचको सेन्टरमा पुगिसकेपछि चाहिँ हामी चाहिँ अब यसलाई यो पाउचलाई अड्याउनको लागि चाहिँ एउटा मोती पर्लवाला चाहिँ हामीले युज गर्नेछौँ। यसरी यो चाहिँ हामीले यहाँनिर यो सेन्टरमा चाहिँ लगाउने छौँ यसरी लक गरेर। यति गरिसकेपछि चाहिँ हाम्रो चाहिँ यो क्युट लिटल इमेल पाउच चाहिँ रेडी भइसकेको छ। हजुरले देख्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो हजुरहरूले कमेन्ट गर्नुहोला। भिडियो मन परेमा लाइक कमेन्ट अनि सेयर गर्न नभुल्नुहोला। यस्तै भिडियो हेर्नको लागि मेरो च्यानल पनि सब्स्क्राइब गरिदिनु होला। यसरी यो इमेल पाउच जो जति कुरो चलाउनुहुन्छ हजुरहरूले बनाउनको लागि ट्राई गर्न सक्नुहुन्छ। अनि जो जति चलाउनुहुन्न उहाँहरूलाई चाहिएको छ भने मलाई गएर इन्स्टामा गएर DM गर्न सक्नुहुन्छ एन्ड पर्चेस गर्न सक्नुहुन्छ। Thank you so much for watching this video till the end. जो जति सब्सक्राइब हुनुहुन्छ हजुरहरूले प्लिज आफ्नो साथीहरूसँग पनि सेयर गरिदिनु होला र हजुरहरूले पनि यो बनाउन ट्राई गर्नु होला। सी यु इन द नेक्स्ट भिडियो। बाई बाई।